Welcome to the Dharan. Behind there's a Ghanta here, the Orange Tower, where time stops but memory starts. Cheers. यो गर्मीमा यतिको जुस खानु सही हो नि Wow. Coca-Cola, Fanta and all this beverage should be banned in Nepal. You have to then drink this. Yo khola, I don't know, sodo khola, something I don't know के भन्छ कुन यो खोलालाई. खोला त्यही हो गाइजहरु, खोलामा पानी भरेबाट चढ्छ हेर्दाखेरि. धरानको भित्री घरहरु रंगी चंगी छ. Skywalk सम्म जान सकिन्छ कि सक्दैन, लेट्स सी के हुन्छ. It's all depend on the weather. ल क्लियर भयो भने जाने हो न त भन्छ कि like it's a waste of money के. You don't see anything. You want going there. Hello guys, हामी आइसकेको छौं तपाईहरुको माझमा. आजको हाम्रो यात्रा चाहिँ इटहरी देखि धरान and then like भेलेटार समयले साथ दिएमा के रे हामी के रे उहाँसम्म जान्छौं के रे. नमस्ते झरनासम्म जान्छौं. हाम्रो भिडियो हेरेर साथ दिनु होला. And then like we have just started like your channel चाहिँ and then like हाम्रो viewers हरु चाहिँ एकदम कम छ, साथसाथै like सब्स्क्राइबरहरु पनि छैन हैन. सो लाइक एउटा छ नि नारा के रे, एक घर एक युट्युबर नारालाई सफल पारौं. सुरज बुढाथोकी अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब हानौं साथीहरु, सब्स्क्राइब. ल गाइजहरु हाम्रो चाहिँ यात्रा अब सुरु भयो है. हामी चाहिँ अहिले यहाँ के रे यो हलगडामा छौं. जमानामा चाहिँ यो खोला कुनै ठाउँ हो कि अब अहिले हेर्नु न यहाँ 6 लेन क्या 6 लेन 7 लेन हैन. यो कति लेन भयो? 6 लेन. ल गाइस हामी चाहिँ अब धरानतिर है. धरानतिर ओन्ली है. अब धरान पुगेर त्यसपछिबाट हर्कदाइको सहर पुगेर अनि त्यसपछिबाट हैन बनाउँला है. ल बाटो यही हो गाइजहरु, बाटो यही हो. दामी बाटो छ नि भाइ हैन, एकदम दामी दाइ. कति 1 2 3 डबल 3 हैन 6 लाइक 7 8 टोटल 8 लेन हो नि त हैन बाटो यो. 8 लेन हो. नेपाललाई कसले भन्छ क्या विकास भएको छैन भन्छ हैन मतलब. एक्ज्याक्टली भाइ. हो यार लाइक आशा गरौँ बिस्तारै हाम्रो देशको सबै कुराहरु विकास होस्. बाटो मात्रै हैन, नेताहरुको बुद्धि पनि चेन्ज होस् हैन भाइ. एकदम दाइ एकदम. नेताको बुद्धि पनि चेन्ज होस् ताकि लाइक रोजगारीको सिलसिला, रोजगारीको अवसरहरु नेपालमै बढोस् ताकि लाइक युवाहरुले देश छोड्न नपरोस्. म्याक्सिमम देम आर लिभिङ कन्ट्री क्या, जस्ट टु फाइन्ड बेटर अपर्च्युनिटी हैन. अब लाइक जुन कुरा चाहिँ लाइक नेपालको कन्टेन्टमा हेर्ने भन्छ राम्रो हैन. के गर्ने यस्तै छ देशको अवस्था. रुख बिरुवाको महत्त्व गर्मीमा हुन्छ. एक्ज्याक्टली दाइ. अनि त्यही गर्मी छल्न भनेर हामी माथि जानु लागेको, फेरि गर्मी भएर फेरि रुखकै मुनि बसेछौँ हामी फेरि यहाँ अहिले. यहाँ बस्ने क्रममा चाहिँ यहाँ हाम्रो अङ्कलले चाहिँ यहाँनिर अर्ग्यानिक जुस बनाउँछु भनेर भन्नुभयो. ल घुमाउने कार्य यस्तै हुँदो रहेछ. ल यहाँ हेर्नु है. यो त सुखिया जस्तो छ त. मेरो छ नि हैन काममा यार. मेरो आवाज सुनेको छ कि छैन थाहा छैन मलाई हैन. यो कागडी अङ्कल. ल ल ल राम्रो राम्रो हाल्नु. अङ्कलले चाहिँ कागडी पनि हालेर पेल्नु भएको छ. स्वास्थ्यको लागि धेरै राम्रो हैन. यो बाटो हिँड्दाखेरि आमा कस्तो जुस आयो क्या है. यो बाटो हिँड्दाखेरि चाहिँ यसो हल्के हुन्छ नि दिएर अलिकति सिनियर सिटिजनलाई प्रायोरिटी दिएर हैन. यङहरुले त के गरेर खाइहाल्छ हैन. अहिले बुढापाकाहरूलाई प्रायोरिटीमा राख्नुपर्छ क्या. उहाँहरूलाई प्रोबब्ली आई डोन्ट लाइक he mostly like more than 50 years हैन, but still like working on the side of road हैन. राम्रो कुरा हो अर्गानिक जुस. कोका-कोला र फेन्टा खानु भन्दाखेरि चाहिँ यो चाहिँ कता हो कता राम्रो हो क्या. फार बेटर देन कोक फेन्टा एन्ड फ्रुटी. हुन्छ नि लाइक धेरै राम्रो क्या स्वास्थ्यको लागि, स्पेशली यो गर्मीमा. वाउ. मलाई थपै हाल्नु ल माथिसम्म. जोक पार्ट. दाइलाई पनि घाटा नलाग्ने तरिकाले. ल चियर्स दाइ. चियर्स भाइ. ल कस्तो छ? दामी दामी दाइ एकदम दामी. ल गाइजहरु चियर्स. यो गर्मीमा यतिको जुस खानु सही हो नि दाइ. वाउ. Coca-Cola, Fanta and all this beverage should be banned in Nepal. You have to then drink this instead of those beverage.
बाँकी सबै फिका छ कि यसको अगाडि चाहिँ हो यार बाँकी सबै फिका हो क्या स्वास्थ्यलाई पनि राम्रो लोकल के अरे कृषकहरूलाई पनि राम्रो क्या होइन भनेर अङ्कल कति पैसा भयो 150 अङ्कलसँग खुज्रा होला ल नेपालको थाउ चाहिँ यस्तो हुन्छ है गाइजहरू ल अङ्कल काट्नु त होला नि त पैसा हो र मौसम छ चेन्ज भाइ छ खुज्रा अहिले त्यस्तै साथी ल ल गाइजहरू मौसम चाहिँ चेन्ज नभएर अङ्कलसँग चेन्ज रहेन रहेछ भाइले दिन आँट्दैछ भाइ देऊ त पैसा अङ्कललाई अंकल लो अंकल जी आपको स्वागत है नेपाल में किधर से आप हम इंडिया से इंडिया किधर कौन सी जगह से यहाँ फारबिसगंज फारबिसगंज तो बहुत करीब है इधर से हम उधर जाते हैं ना बाइक बनाने के लिए कभी कभी ठीक है आपको स्वागत है नेपाल में एंजॉय कीजिए ल हाम्रो बाइकमा चाहिँ केही समस्या भएको जस्तो फिल भयो मलाई एज अ ड्राइभर हैन एज अ राइडर के ढुङ्गासँग के छिरेको छ कि यार हैन सबै घुमाएर हेर्नु नि भाइ रेडी टु गो देयर इज नो प्रब्लम ल गाइजहरु हामी चाहिँ अहिले यो धरान आइसकेको छौं धरान भन्दा पनि यो के रे यलम्बर पार्क समथिङ यस्तो के भन्छ यहाँनिर श्री जंगा चोक भन्दो रहेछ बट लाइक यहाँ यलम्बरको मूर्ति छ आई डोन्ट नो यसको इतिहास चाहिँ के हो बट लाइक एउटा मूर्तिलाई चाहिँ तीरहरु हानेर राखेको छ वारियर चाहिँ अफ कोर्स लाग्यो सायद त्यही हुनुपर्छ हैन Welcome to the Dharan. Behind there's a Ghanta Ghar here, the Orange Tower, where time stops but memory starts. बट दाइ अब सबै कुरा ठिकै थियो कि दाइ घण्टा घरमा बट मैले घण्टा देखेँ त वेयर इज द घण्टा के दाइ सिरियसली आई क्यान सी It's just a tower, क्या? It's not temple, हैन? घण्टा हुँदा त टेम्पल हुन्छ नि त मन्दिर हैन नि त भाइ यो टावर हो क्या so you only see clock here not a घण्टा so बस यो चाहिँ हाम्रो के रे धरान हो या के रे यो चाहिँ यो हल्का सामान हाम्रो दाइको सहर हल्का सामान दाइको सहर हो यो भनेको चाहिँ लाइक इट्स लाइक हुन्छ नि one of the beautiful city in like पूर्व भनौँ न हैन like similar to के रे पोखरा क्या लाइक हुन्छ यहाँ आउँदाखेरि मलाई हुन्छ नि लाइक whenever I come here like I feel like I'm हुन्छ नि लाइक at पोखरा क्या पोखराको भाइब दिन्छ नि त काइन्ड अफ मिनी पोखरा हैन अलराइट गाइस धरानको घण्टा घरमा हामीले फोटो पनि खिचिसक्यौँ एन्ड लाइक नाउ हामी यो के हो यहाँ घुमाउने बाटोबाट हाम्रो भनेको चाहिँ हाम्रो यात्रा अब भेल्टासम्मको लागि स्पेशली अब चाहिँ भन्नुपर्दा हामी भेल्टातिर लाग्यौँ क्या हैन भाइ हजुर गाइजहरु ल के रे यो धरानको चाहिँ धेरैवटा विशेषताहरू छ त्यस विशेषता मध्येमा अफकोर्स लाइक ब्युटी भनेको त नम्बर 1 भइहाल्यो धरानको हैन प्लस साथसाथै यहाँ चाहिँ के रे धेरैवटा मठ मन्दिरहरू पनि छन् प्रसिद्ध मठ मन्दिरहरू लाइक हुँदैन लाइक धेरै भक्तजनहरू यहाँ आउनुहुन्छ गाइजहरुलाई म के रे यो धरानको चाहिँ फुल भ्यू देखाउँछु ल चिन्ते डाँडा लाइक सर्दु खोला एन्ड देन लाइक द हुन्छ लाइक अब भित्रको रोड भन्दा भित्रको धरानहरू कस्तो छ भने देखाउँछु धरानको ब्युटी स्पेशल धरानको ब्युटीहरू कस्तो छ गाइज चेक इट आउट यो माथि देखेको यो टावर नजिकै चाहिँ टावर नजिक भन्दा पनि टावरको लाइक अन्तिमतिर यो टावर भन्दा यो अन्तिमतिर यहाँ चिन्ते डाँडा छ यहाँनिर प्रोबाब्ली आई डोन्ट नो कहाँनिर हो समवेयर सायद यहीतिर होला चिन्ते डाँडा भन्ने छ यहाँबाट चाहिँ पहिला के अरे प्याराग्लाइडिङहरू यहाँबाट हुन्थ्यो भनेदेखि अहिले चाहिँ त्यो हाई एक्सटेन्सन तारहरूले गर्दाखेरि चाहिँ यहाँबाट अहिले हुँदैन लोकल गभर्मेन्टहरू चाहिँ स्टप दोज थिङ्स हैन अनि त्यस पछाडि यो खोला आई डोन्ट नो खै सर्दो खोला समथिङ आई डोन्ट नो के भन्छ कुन यो खोलालाई खोला त्यही हो गाइजहरु खोलामा पानी भरेबाट छ जस्तो छ हेर्दाखेरि धरानको भित्री घरहरू रङ्गी चङ्गी छ जति रोडबाट हेर्दाखेरि के रे धरानलाई त अब व्यापारिक महलहरू छ नि त लाइक दे आर नट द्याट काइन्ड्स अफ हुन्छ नि लाइक एट्र्याक्टिभ बट जति भित्र छिर्नु पनि धरानको भित्र त्यति नै राम्रो ठाउँहरू छ क्या त्यति नै राम्रो घरहरू छ क्या लाइक कस्तो भन्दाखेरि लाइक इभन नेबरहुडमा पनि सल्लाह गरेर घर बनाए जस्तो क्या इभन रङ पनि हुन्छ नि लाइक त्यहाँ डिफ्रेन्ट खालको रङ पाइन्छ हैन लाइक सबैजना हुन्छ नि धरान इज काइन्ड अफ लाइक क्लिन सिटी क्या ग्रिन सिटी क्लिन सिटी ग्रिन ब्रो यस दाइ आर यु इन्जॉयिङ एकदम दाइ दामी छ not only ourselves enjoying the view here there are a few other people दाइ यहाँबाट भ्यू हेर्नु नि दाइ धरान सिटी कस्तो दामी देख्छ यहाँ बादल उडेको हेर्नु नि दाइ कस्तो दामी है दामी है मलाई के भाइ हजुर दाइ मलाई चाहिँ लाइक भनेको आइकम भेल्टा नि मलाई एउटा कुरा याद आउँछ क्या पिकनिक आएको थियौँ क्या माथि वो के अरे पाख्रीबास पाख्रीबास हामी गएको थियौँ अब केटाकेटी सबैजना होइन यताउति सबैजना ग्याङमा हुन्छ होइन
लाइक एउटा ग्याङ चाहिँ अगाडिको सिटमा के भन्छ क्याबिन भन्छ नि ड्राइभरको छेउमा क्या क्याबिनमा बसेर त्यो केटाहरू अब सबजना एउटै क्लासको बदलाको हामी बोल्दैन थियौँ सेक्सन वाइज फरक क्या अलिकति बोल्दैन थियौँ अनि एउटा चाहिँ के अरे लाइक त्यो झ्यालबाट क्या बाहिर अनुहार टाउको निकाल्छ त्यही त हो नि लाइक बाहिर टाउको निकाल्दा पुरा मुन्तिर यस्तो गरेर बसिरहेको थियो क्या मैले अगाडिबाट नोटिस गरिरहेको थिएँ बट लाइक हुन्छ नि लाइक अब लाइक I was just thinking होइन लाइक अब he was also enjoying as everyone होइन त्यही सोचिरहेको थिएँ मैले अनि लाइक सडनली के अरे ड्राइभर दाइले पनि नोटिस गर्नुभएको छ क्या त्यो भाइले लङ टाइमदेखि लाइक टाउको बाहिर निकालिरहेको छ भोक्नु परिरहेको छ लाइक यदि समस्या पनि छ कि भन्छ क्या अब कसैलाई त बमिट पनि हुन्छ नि त होइन बमिट पनि हुन्छ अनि भरे सर पनि त्यही हुन्थ्यो त्यो ड्राइभरले भन्नुभयो भाइ टाउको भित्र हाल भनेर भन्नुभयो सर पनि त्यही हुन्थ्यो अनि सरले त भाइलाई बोलाउनु भयो क्या भाइ नभन्नु लाइक अब साथी देखाएको होइन बोलाउनु पनि किन बाहिर हेरेको भनेको अगाडिको चक्का हल्लिरहेछ अरे क्या बसको अगाडिको चक्का हल्लिरहेछ अरे के भएर भनेको अगाडिको चक्का हल्लिरहेछ म कन्सन्ट्रेट भएको अरे क्या त्यो चक्का चाहिँ दायाँमा नहोस् भनेर किन अगाडि चक्का हल्लिरहेको स्ट्यान्डिङ काटा भनेको पछाडिको चाहिँ एकदम के अरे स्टिल छ अरे पछाडिको चाहिँ अगाडि चाहिँ हल्लियो अरे क्या अनि पछि भरे बुझ्दाखेरि के भन न भरे हामीले केटाहरूले कुरा गरिदिन्छ होइन भरे बुझ्दाखेरि साथीले पुरा त्यो के तान्छ नि त्यो यस्तै खालको कुराहरू साथी पुरै त्यो झ्यापा रहेछ होइन त्यो खालको एकरो क्या त्यो खालको एकरो हुँदो रहेछ मान्छेलाई क्या त्यही भएर गाइज होइन यो कुराहरूमा कहिले पनि नपर्नु मलाई यो बाटो हिँड्नै पिछेमा त्यो कुरा याद आउँछ क्या मलाई कुरा गर्दा गर्दा के भएको यस्तो मौसम है आम्मा हो यार मेरो भाइ दिस इज हेभन लाइक हुन्छ नि जिउँदैमा हेभन कहाँ देख्छ भन्दाखेरि भेरेटारमा क्या लाइक हुन्छ नि यु क्यान नेभर प्रिडिक्ट वेदर हियर क्या यहाँको भेरेटारको वेदरलाई कसैले भविष्यवाणी गर्नै सक्दैन एकछिनमा घाम एकछिनमा पानी एकछिनमा के अरे बादल हुस्सु हो त भनेको त लाइक अघि हेर न के अरे हामी त्यहाँ फोटो खिच्दै थियौँ होइन अघि हामी फोटो खिच्दै गर्दाखेरि धरान पुरै क्लियर देखिरहेको थियो होइन धरान पुरै क्लियर देखिरहेको थियो छिनभरमै हुस्सु आएर पुरै ब्ल्याकआउट भयो भने त त्यो कारणले गर्दाखेरि हामी त्यहाँ त्यो छाडीमा एकछिन बस्नु पर्यो होइन त लाइक बाटै तिमी देख्दैनौ क्या हाउ यु गर्न राइड क्या यु डोन्ट सी लाइक रोड क्या क्यान नेभर सी स्वर्ग एक्सपेक्ट भेटार क्या इफ यु लिभ इन लाइक इस्टर्न पार्ट अफ नेपाल दामी मान्छेको चाप पनि लास्ट धेरै क्या होइन लाइक हुन्छ नि नट ओन्ली लाइक नेप्लिज क्या होइन लाइक इभन हुन्छ लाइक इन्डियन इभन लाइक आई स लाइक फ्यु चाइनिज अल्सो हुन्छ लाइक पासिङ बाई चाइनिज पिपुलहरू लाइक चाइनिज नेपाली अब इन्डियन होइन अब त्यही त हो लाइक नेबरिङ कन्ट्रीको के अरे गेस्टहरू भनेको दामी यहाँको वेदर ओ माई गड तर एउटा के अरे हामीलाई नि एउटा भाइ हामीलाई एउटा कुराको डिसएडभान्टेज भयो नि थाहा छ किन भन्दाखेरि हुन्छ नि लाइक वाट आई वाज प्लानिङ इज लाइक टु सो हुन्छ नि लाइक स्काई वकहरू होइन लाइक एन्ड देन लाइक यो यहाँबाट क्या भेरेटारको त्यो पुरै यो रोडहरू देख्छ नि त स्नेक रोड देख्छ क्या यहाँमाथिबाट त्यो सबै कुरा चाहिँ मिस भयो क्या आज ल पानी परेछ हेर नि यहाँनिर आम्मा के खालको मौसम हो क्या भनेको यार यहाँको यार दामी 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 वेलकम टु भेरेटार वो थ्याङ्क यू दामी 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 घाम लाग्ने चान्स घाम चाहिँ लाग्दैछ बट एट द सेम टाइम पानी पनि परेछ होइन घाम पानी दुइटै परेछ थ्याङ्क यू भेरेटार फर द वन्डरफुल वेदर दामी भयो आज दामी ल फाइनली होइन फाइनली हामी चाहिँ भेरेटार प्रवेश गरिसकेको छौँ भेरेटारको बजारमा गाइड चेक इट आउट वाउ दामी 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 अगाडिको भ्यू देखाइदेऊ न वाउ यो घुम्ती नि यो घुम्ती भनेको यस्तो हो नि भाइ थाहा छ अहिलेको छ नि यो बुढाबुढीहरूको लभ क्या माई बेबी माई बाबावाला लभ यो घुम्ती र त्यो तिनीहरूको लभ एउटै हो क्या घुमाउँछ कि कहाँ लगाएर उछिटाउँछ थाहै हुँदैन क्या
दामी मान्छेको चहलपहल चाहिँ आम्मामा के साह्रो मान्छेको चहलपहल हो भनेको है बाबा प्रकृति चाहिँ यो हो क्या है आम्मामा कस्तो दामी क्या इभन हुन्छ नि लाइक एयर फिल लाइक फ्रेस क्या हेर होइन दामी 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 यस्तो हरियालीमा बस्ने मान्छेहरू नि भाइ होइन लाइक उनीहरूको लाइफ स्प्यान नै लाइक हाम्रोभन्दा बढी हुन्छ क्या कम्पेयर टु हुन्छ नि लाइक दोज लिभ इन लाइक क्राउडेड प्लेसेस होइन दामी यार जस भेडारको विकास चाहिँ देश राम्रै छ है यहाँबाट पनि जान सकिन्छ भाइ होइन ए होइन नि हामी जाने त अर्को ठाउँमा पख अलि पर अलि मुनि हो कहाँ छ भन न त्यो एउटा भाइरल ढुङ्गा छ नि भाइरल ढुङ्गा क्या एउटा भाइरल ढुङ्गा छ कि मैले देखेको छु बट आई डोन्ट लाइक हाउ फार तर टिकटकहरूमा देखेको मैले कहाँ हो त्यहाँनिर सायद उहाँहरू पनि सायद त्यही भाइरल ठाउँमै जानुभएको होला पक्कै पनि उहाँहरूको घर हुन्छ नि हेर्दाखेरि लाग्दैन कि लाइक दे लिभ अराउन्ड हियर क्या अनि भेटार आएर त्यो ढुङ्गामा चढेर के अरे भाइ होइन सेल्फी खिचेन भने त अनि भेटार आएको मान्यता हुँदैन अरे नि त मजा आउने ठाउँमा छ भेटार आएर त्यो ढुङ्गामा चढेर फोटो खिचेन भने नि भेटार आएको छापै पाइँदैन अरे क्या फेरि यताको वेदर हेर्नु फेरि यताको वेदर फेरि पुरै क्लियर छ फेरि है सफा सुगर क्या ल गाइजहरू हामीले चाहिँ फाइनली के यो भेटारको फेमस ढुङ्गा भेटिसकेको छौँ हामीले चाहिँ आई गेस लाइक यहाँबाट 5-7 मिनटमा त पुगिन्छ भने भाइ होइन ए लड भन्छ फेरि यस्तो छ नि फेरि आम्मामा त्यहाँ रहेछ ल ऊ ओहो देखिन्छ कि देखिँदैन यहाँबाट देखिने रहेछ यहाँबाट क्लियर देखिने रहेछ यहाँ हेर न बाबा कस्तो यार आम्मामा यो जुम चाहिँ के खतरा हो क्या भनेको यार लास्टै जुम हान्थ्यो क्या ए मान्छे टन्नै छ यार भाइ लास्टै मान्छे धेरै छ भाइ आएर न के जाने के हेर्नु हामी मान्छे टन्नै छ यार एकचोटि त्यहाँ गएर यसो अनमा देखेर आउने हो त्यही त यार यस्तो टाढा चाहिँ टाढै छ यहाँबाट त्यत्रो टाढा पनि नहोला होइन व्हाट डु यु थिंक शैल वी गो लेट्स मुभ हामी चाहिँ पुरै है अहिलेको मौसम खराब भएर पुरै हुन्छ नि हुस्सो लागेर नदेखेर साइड लाइट यसरी बाजेर आयो क्या इमर्जेन्सी लाइट ल गाइजहरू ढुङ्गामा गएर हामी भेट्नेछौँ एकदम केयरफुल हुनुपर्छ माथि चढ्नुपर्छ साइडमा राख्नु पायो हुन्छ भनेको यहाँ पनि रहेछ यहाँ पनि रहेछ ए त्यहाँ रहेछ नि त है अर्को ढुङ्गा यता देखाइदिउँ न त हाम्रो यस भेटारको भाइरल ढुङ्गामा आइसकेको छ हामी यहाँ भेटारको भाइरल ढुङ्गामा यता त्यस्तै छ है तर आई डोन्ट थिङ्क लाइक हामी चाहिँ यो जिन्स लगाएर यो बाटो जान सक्दा जस्तो मलाई लागेन खासै विनय ब्रो यु हेभ टु बी केयरफुल है आई डोन्ट नो यार डोन्ट टेक रिस्क यार हो ल गाइजहरू आई डोन्ट नो जान सकिन्छ कि सकिँदैन बट आई नेभर स्टप ट्राइङ त्यस्तो इजी होइन नि भाइ होइन ल गाइजहरू भाइरल ढुङ्गामा चढ्ने क्रम जारी छ मेरो विश मी गुड लक लड भनेदेखि फेरि एकैचोटि भुइँमा आऊ फेरि होइन भाइ हो यार वी अल ह्याभ टु बी सिरियसली केयरफुल क्या इट्स नट इजी हरेक यात्रामा कुनै न कुनै अर्थ लुकेको हुन्छ जुन शब्दले होइन केवल अनुभूतिले मात्र बुझ्न सकिन्छ यो दृश्य स्वर्गको कल्पना भन्दा पनि अझै गहिरो छ बादलहरू आफ्नै लयमा नाचिरहेका छन् सडक स्थिर वेगमा अगाडि बढिरहेको छ अनि जीवन ती बादल र सडकको बीच कतै नदेखिने तर महसुस हुने यात्रा जस्तै बगिरहेको छ ल गाइजहरू यो चाहिँ भेटारको फेमस के अरे ढुङ्गा हो यहाँ चाहिँ होइन जुन ठाउँमा चाहिँ आएन भनेदेखि चाहिँ मरेपछि स्वर्ग पुगिँदैन होइन भाइ ल why not alone here we have just started like
बेरेटारको भाइरल ढुङ्गा मान्छेहरूको भिड देख्न सक्नुहुन्छ हामी मात्रै होइन यहाँनिर मौसम चाहिँ कस्तो भएको अहिले भर्खर पुरै क्लियर थियो त यार ल गाइजहरू हाम्रो यो भाइरल ढुङ्गा चढेर हामी चाहिँ फर्किन लागेको छौँ यहाँनिर र यो चाहिँ एकदम फेमस पनि लाइक के साह्रो फेमस यहाँ त आम्मामा लाइक हामी मात्रै हो कि केटाकेटा आएको भनेको लाइक अलमोस्ट लाइक सबैजना कपाल मात्रै छन् यहाँनिर जे होस् इन्जोय भयो रमाइलो भयो अब हामी एकचोटि उहाँ भेटघाट गरेर रोक्छौँ होला हल्का भोकसोक पनि लाग्छ होइन भाइ हल्का नास्ता पानी खान्छौँ मौसम ठुलो भनेदेखि स्काई वक पनि चढ्छौँ होइन प्रोभाब्ली लाइक यो मौसम हेर्दाखेरि चाहिँ कस्तो भन्दाखेरि मौसम पुरै छिनछिनो चेन्ज भइरहेछ नि त होइन त्यही भएर साह्रै यो हाम्रो विस पुरा होला जस्तो मलाई लाग्दैन we don't stop enjoying guys however the weather is it's not about the weather it's about our mood and our mood is like 24/7 का for travel बाहिर मैले चाहिँ यहाँनिर फोटो खिच्ने काम सकिसक्यो भने भाइ फोटो कस्तो आएको फोटो हेर्नु कस्तो आएको हाम्रो फोटो है हो क्लियर नदेखिनु है यहाँबाट ल भेडेटारको माहौल चाहिँ पुरै आम्मामा वाइल्ड क्या लाइक क्रेजी ल आई डोन्ट नो व्हाट्स गोइङ अन देयर हो यार दामी यहाँको माहौलै राम्रो छ हाम्रो प्लान चाहिँ त्यो स्काई वकसम्म जाने हो लेट्स सी लाइक के हुन्छ अब स्काई वकसम्म जान सकिन्छ सक्दैन लेट्स सी के हुन्छ इट्स अल डिपेन्ड अन द वेदर ल क्लियर भयो भने जाने हो न त भनेदेखि लाइक इट्स अ वेस्ट अफ मनी क्या यु डोन्ट सी एनिथिङ इभन गोइङ देयर स्काई वक हेर न म देखेको हामी जान खोजेको त्यहीँ हो क्या हेर न ऊ यार गएर पनि खासै काम त छैन है हो यार ल काजीलाई हामीले पर्खिँदा यो स्काई वक जानको लागि चाहिँ नेक्स्ट टाइम विल गो देयर अहिलेलाई चाहिँ गइएन त्यहाँनिर मैले लाइक हुँदैन लाइक आई नेभर सिन हुन्छ नि लाइक सच अ क्राउड क्या यो भेडारमा क्या कता ल भाइले सेकुवा खानेर अर्डर गर्यो लेट्स गो एन्ड ह्याभ सम सेकुवा ल भेडारमा आएपछि त के अरे खसीको सेकुवा त खानै पर्यो भोक पनि लाग्यो घुम्दा सो फाइनली हाम्रो सेकुवा आइसक्छ भाइ होइन कस्तो छ भाइ लिट्टी चिकन टेस्टी एन्ड स्पाइसी अल्सो दाइ तिमीहरूले खुर्सानी हुन्छ दाइ ओ यार साँच्चै हो यार धेरै खाना फेरि गाइजहरू चेक इट आउट वाउ मजा आयो होला दामी
ल एभ्रिवान हाम्रो भेटरको यात्रा चाहिँ आज यहीँ सकिन्छ किन भन्दाखेरि यो पानीले आज हामीलाई साथ खासै दिएन मौसमले साथ दिएन भन होइन नत्र भनेदेखि हाम्रो चाहिँ आज स्काई वकमा जाने प्लान थियो बट लाइक अब हामीले गर्न सकेनौँ इट्स अल बिकज अफ वेदर बट नो प्रब्लम नेक्स्ट टाइम विल कम विथ लाइक काजी होइन काजी सायद काजी नभएर पनि होला सायद आज म पनि हामीले साथ नदिएको होइन अर्को पालि काजीसँग हामी चाहिँ स्काई वक पनि जानेछ एन्ड देन लाइक विल भिजिट दिस लोकल मार्केट होइन यहाँको सामानहरू के कस्तो सबै कुराहरू पनि छ यहाँको लोकल सामान भनेको छुर्पीहरू भयो यहाँको डल्ले खुर्सानीहरू भयो यहाँको अझ त्यो बिस्किटहरू भयो होइन धनकुटे बिस्कुट हामीलाई हामीले लाइक अनफर्चुनेटली हामीले केही पनि चान्स पाएन बिकज अफ दिस वेदर होइन यहाँ रेनिङ भइरहेछ बट स्टिल लाइक वी हेभ टु गो विथ क्या अब यहाँ पर्खेर बस्छ भनेदेखि लाइक यहाँ कति टाइम लाग्छ थाहा छैन क्या बाई बाई एभ्रिवान बाई बाई